हेलो साथीहरू, गुड मर्निङ। ल आज चाहिँ ह्याप्पी न्यू इयर। आज नयाँ सालको सबैलाई शुभकामना। हामी चाहिँ आज केपुङ भन्ने ठाउँमा आछौँ घुम्नको लागि। आज नयाँ साल मान्नको लागि साथीहरूको रुममा आएको। हामी चाहिँ आज चोचे मार्न जाँदैछौँ है गाइजहरू। चोचे अब चोचे मार्न जाँदैछु। यता छ साथी। यस्तो बबाल ठाउँ छ होइन। अब हामी चट्ट चोचे मार्न जान्छौँ। यहाँ साथीहरू छ। अब हामी सरर चोचे हन्ट गरेर यहाँ पर चाहिँ हतिया लाग्छ बिहान बिहान। ठ्याक्कै यो पर केपुङ हो यो। हामी यहाँ गएर चोचे ल्याएर आज नयाँ वर्ष मनाउनेछौँ। सबैजनालाई 2083 को शुभकामना। 2082 मा केही गल्ती भयो होला, के भयो होला, के बोल्यो होला, सबैसँग क्षमा चाहँदै आजको मेरो भ्लग भिडियो यहाँबाट सुरुवात हुन्छ है साथीहरूलाई। यस्तो छ यहाँ चाहिँ होइन, हरियाली हट्ट यस्तो दामी ठाउँ छ होइन गाइजहरू। अब हामी चाहिँ सरर हन्ट गर्न जाँदैछौँ है। यो पर हतिया लाग्छ। यहाँ चाहिँ पासर मालाम भन्छ। पासर मालाम जाँदैछौँ है गाइजहरू हामी चाहिँ। ल यार, यो कुन फुल हो? यस्तो दामी फुलेछ पहिल्यै, खतरा फुलेछ। बाटोभरि फुले फुल। यस्तो दामी भयो है आजको दिन चाहिँ। ल दामी छ यार बाटो, यार बाटोभरि फुल। केटाहरू आउँदैछ लाउरेहरू। हामी जाँदैछौँ बाटोमा सरर लाएर नयाँ वर्ष मनाउनलाई। धेरै वर्ष म चाहिँ मलेसिया बसेको धेरै वर्ष भइसक्यो। यस्तो नयाँ वर्षको दिन कहिले छुट्टी परेको थिएन कि। यो साल चाहिँ परेछ है साथीहरू, नयाँ वर्षको छुट्टी। नयाँ वर्षको दिनमा छुट्टी, त्यही भएर आज नयाँ साल मनाउने हो भनेर चाहिँ हामी कसेर हिँडेछौँ। यहाँ केटाहरू छ यस्तो पछाडि आउँदैछ केटाहरू। म हिँड्दैछु। ल साथी हो, हामी चाहिँ बजार पुग्नु लाग्यो है। अब ठ्याक्क बजार पुगिन्छ। यस बाटोमा जाँदैछु। केटाहरू जाँदैछ है। बाटोमा पुगिँदैछ है साथी हो, बाटोमा अब पुग्न लाग्यो। यहाँको बजार पुगेपछि तपाईँहरू भिडियो हेर्दै गर्नु होला। बाहिरको साउन्ड चाहिँ एकदम आइरहेको छ डिस्टर्ब, त्यसको लागि चाहिँ क्षमा प्रार्थी छौँ हामी। अब ठ्याक्क यसको उतापट्टि ठ्याक्कै आइपुगिहाल्यो है। ल पासर मालाम भन्छ के अरे यसलाई, पासर पागी, सरी पासर पागी, पासर मालाम होइन। पासर मालाम भनेको चाहिँ बेलुकाखेरिको हो, साँझको। यो चाहिँ पासर पागी भनेको चाहिँ बिहानको हतिया अर्थ के भन्छ भने नेपालमा। त्यहाँनिर पुग्नु लाग्यो साथी हो। ल साथी हो, हामी चाहिँ ठ्याक्क बजार आइपुग्नु लाग्यौँ है। हेर्न सक्नुहुन्छ यो केपुङ एरियातिरको घरहरू वरिपरि सबै जङ्गल छ। घरहरू सबै छ, मार्केटहरू सबै छ यहाँ। के मार्केट, 7-11 सबै छ। घरहरू यस्तो दामी घरहरू छ, हेर्न सक्नुहुन्छ। अब ठ्याक्क यसको उतापट्टि चाहिँ बजार छ है हाम्रो। ल यो बस स्टेसन, बस कुद्ने ठाउँ। ल साथी हो, हामी चाहिँ पासर पागी भन्ने ठाउँमा आइपुग्यो। फुलहरू सबै छ, फुल, केराहरू, माछाहरू। साग सब्जीहरू सबै छ। ल
यही हो पासल पागी भनेको चाहिँ है साथी हो। ल आइपुग्यो। यतापट्टि हो क्या यार। कुखुरा मासु, चोचेको मासु, साग सब्जी, फुल, अन्डा, प्याज, लसुन, बोडी, टमाटो, बुगुरको मासु लिने हो यहीँबाट। यतातिर पनि छ। या बस नेपाली itu tamu gumu. Ada gumu. ल साथी हो, हामी चाहिँ पासा पाकी आएर बजार सजार गरेर मासु किनेर हाम्रो केटाहरूले बोकिरहेको छ गाई चरी। यता देखाऊ त केटा हो। अब फर्किन लागेको है हामी चाहिँ बजार सजार गरेर। घाम लागेछ, गर्मी छ यार, टन्नै गर्मी छ। अब यो केपुङमा चाहिँ अब कति बजेसम्म लाग्छ भन्ने पनि प्रश्न होला नि त यहाँ कोही मान्छेलाई। 12 बजेसम्म हुन्छ है यो बजार चाहिँ। ठ्याक्क 12 बज्नु लाग्यो, सबै बजार उठ्नु लाग्छ है साथी हो। सागहरू हेर्नु होला, पेथुको साग, खोले साग, सिम साग पनि हुन्छ हाम्रोतिर, खोले साग। यो साग खोले साग भन्छ क्या, खोलामा हुन्छ। Very good this one. Very good. Okay. खोले साग मिल्दै छ। ओहो टमाटो लानु बिर्सेछ हामीले। ल हामी चाहिँ सामान किनेर बाटोमा प्यास लाग्यो, पानी खाँदैछौँ। अब हिँड्नु लाग्यो हामी बजार गरेर। ल चिसो छ पानी। हामी चाहिँ के गरियो दुईवटा टमाटर किनेर यत्रो बजार आएर जानु लाग्यो। दुईवटा टमाटर मात्रै किनेको हो काट्ने। हामी चाहिँ बजार सजार गरेर फर्किनु लाग्यो गाइजहरू। हेर्दै गर्नु होला कस्तो हुन्छ। यो के हो गाइजहरू, बाटोमा आउँदा यस्तो भेटेर हामीले। What is this? यस्तो छ यार, माछा होला है यहाँ है। कति राम्रो छ यार त्यो चरा यार, बकुला। ल साथी हामी चाहिँ फर्केको, बाटोमा फर्केको भिडियो यो चाहिँ साथी हो। हिँड्दैछ हामी, सर्र जाँदैछौँ। हाम्रो न्यु इयर गर्दैछौँ। यो उसिनेर खायो भने चाहिँ राम्रो हुन्छ। एकचोटि धोएर उसिनेर चट्ट बनाएर खाने हो। चट्ट लभली हुन्छ क्या त्यसरी बनायो भने चाहिँ। सुँगुरको मासुलाई भनेको बोइल गरेर बनायो भने एकदम लभली हुन्छ। केटोले पानी बढी हालेछ सोल्टी।
साथीहरू यस्तो भयो है ल उसिनेको चोचे उसिनेको चोचे यस्तो परिकार हुँदैछ है अब कस्तो हुन्छ भन्दा सो टलाएर आज यहाँ ल गाइजहरू हामीले सुरु गऱ्यौँ है न्यु इयर देखेछ नि मस्त देखिया हामी चाहिँ यो पुरा खत्तम गर्छौँ सक्छौँ त्यसपछि भिडियो अपलोड हुन्छ है गाइजहरू ल न्यु इयर यति नै आजको